आज फेरि हामी निस्केका छौँ बालीजुरी जान भनेर। हेलो एभ्रिवान, स्वागत छ हजुरहरू सबैजनालाई मेरो नयाँ भ्लगमा। र आज चाहिँ हेर्नु न, हाम्रो घरमा चाहिँ आउनुभएको छ मेरो चमाको घर चाहिँ हो सिङ्री र ढिकियाजुलीमा। र हामी चाहिँ आज निस्केका छौँ। आज चाहिँ चमा हाम्रो घर पस्नुभयो एकछिन आएर, अनि हामी सबैजना सँगै निस्क्यौँ भनेर हामी चाहिँ निस्किसकेका छौँ। आज चाहिँ हामी जाँदैछौँ बालीजुरी। बालीजुरी चाहिँ कहाँ भने मेरो घर पनि हो, मेरो मेरो चमाको घर पनि हो र मेरो मामा घर पनि हो। र आज चाहिँ हामी स्पेसली एकदम हिँडेका चाहिँ हौँ चमाको घरमा, किनभने चमाको घरमा चाहिँ आज वार्षिक थियो। वार्षिक चाहिँ कसको भने चमाको जेठाजु खस्नुभएको थियो नि त, अनि त्यस वार्षिकले गर्दाखेरि अनि हामी चाहिँ त्यही भएर जानु भनेर निस्केका छौँ। अनि यहाँ चाहिँ हेर्नु न, हामी चाहिँ इटाखोला बजार पनि पुगिसकेका छौँ। कत्रो बजार लाग्छ यो चाहिँ। र त्यसपछि हामी यहाँ फाइनली पुगिसक्यौँ चमाको घरमा। यता चाहिँ माइजू हुनुहुन्छ। माइजू चाहिँ भनेपछि चमाको जेठानी, अनि हामी चाहिँ मामा घर छेउमै हो नि त, अनि सानैबाट मामा माइजू भनिन्थ्यो र अहिले पनि मामा माइजू नै भनिन्छ अब। अनि यहाँ चाहिँ हामी पुगिसकेपछि चाहिँ यहाँ सबैजनाले अब हामीलाई खाना भनेर रेडी गरिदिनु भयो। र यहाँ चाहिँ हाम्रो गाउँकै बडी पनि आउनुभएको रहेछ। र हामी चाहिँ सबैजना बात गर्दै यसरी नै बसेर अब खानातिर पनि लाग्यौँ। अनि खाएर चाहिँ एकछिन बात गऱ्यौँ। हामी पुग्दा चाहिँ साँझ परिसकेको थियो, राति भइसकेको थियो नि त, अनि सबैजना गइसक्नु भएको थियो। त्यसपछि चाहिँ हामी सबैजना बसेर, यता माइजू हुनुहुन्छ, यता चमा, यता म बसेर, अनि साइडमा अजी पनि हुनुहुन्छ बसेर हामी चाहिँ यहाँ भोलि बिहानको लागि, भोलिको दिन चाहिँ पूजा छ नि त, अनि पूजा भनेर यहाँ चाहिँ हामी एकछिन मटर केलाइदिउँ भनेर मटर केलाउनुतिर लाग्यौँ। अनि यो काम त कति टाइम लाग्छ नि यो सब गर्नको लागि, अनि आज अलिकति हेल्प गरिदिउँ भने, गरेर राख्यौँ भने बिहान सजिलो हुन्छ भनेर नि त। यतिकै त कारिगरलाई बोलाएको थियो, तर पनि हामीले बसिरहेको थियौँ, गरिरहेको थियौँ र यो पनि गरिदिउँ न त भनेर बसेका थियौँ। एकछिन गरे पछाडि चाहिँ हामीले बाँकी चाहिँ जति रहेको थियो त्यो सबै राखिदिउँ भोलिलाई भनेर। र यहाँ माइजूहरू पनि बिहानदेखिबाट गरेर थाक्नु भएको थियो नि त। त्यसपछि अब यति चाहिँ राखौँ भनेर हामीले राखिदिउँ त। अहिलेलाई चाहिँ बाई।